गाह्रो छ नि हजुर भने जस्तो सजिलो हुन्थ्यो भने पक्कै पनि यति धेरै कमेन्ट आउने थिएन। तपाईहरुलाई म डिटेलमा सिकाउँछु कसरी रिजन चेन्ज गर्ने भनेर एकदम ध्यान दिएर हेर्नु र फलो गर्नु। फर्स्टमा चाहिँ आफ्नो प्रोफाइलमा गएर 3 डटमा क्लिक गर्नुस्। 3 डटमा क्लिक गरिसकेपछि तल सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुस्। सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरिसकेपछि त्यहाँ चाहिँ अकाउन्ट छ, अकाउन्टमा क्लिक गर्नुस्। अकाउन्टमा क्लिक गरिसकेपछि अकाउन्टको माथिपट्टि चाहिँ अकाउन्ट इन्फर्मेसन भनेर लेख्या छ। त्यहाँ क्लिक गर्ने बित्तिकै तपाईको सबै डिटेल्सहरु चाहिँ त्यहाँनिर देखिन्छ, जसमा लास्टमा चाहिँ अकाउन्ट रिजन छ। त्यहाँनिर नेपाल छ, त्यो नेपालमा क्लिक गरेर आफू भएको कन्ट्रीको नाम टाइप गर्नुस्। जस्तै म जापानमा छु, जापान टाइप गर्दाखेरि चाहिँ मेरो चाहिँ के देखाउँछ भन्दाखेरि कान्ट अपडेट रिजन टु अपडेट अकाउन्ट रिजन यु नीड टु मिट द फलोइङ रिक्वायरमेन्ट्स भनेर देखाउँछ। यो फलोइङ रिक्वायरमेन्ट्स चाहिँ सबैको फरक हुन सक्छ, त्यही भएर आफ्नो रिक्वायरमेन्ट्स के छ एकचोटी चेक गर्नुस्। अनि आफ्नो रिक्वायरमेन्ट्स चाहिँ आफूले मिट गरेको छु कि छैन, धेरै जसोको 18 प्लस भएको हुनुपर्छ। अनि त्यसपछि त्यो कन्ट्रीमा बसेको चाहिँ मोर देन 6 मन्थ भएको हुनुपर्छ भन्ने जस्तो रिजनहरु देखाउँछ। यो सबैको फरक पर्न सक्छ। आफ्नो के छ रिक्वायरमेन्ट्स चेक गर्नुस्। यदि मिट गर्छ भने चाहिँ बल्ल फर्दर प्रोसेस गर्ने, नाइ भने चाहिँ त्यसलाई मिट गर्नु। तपाईको रिक्वायरमेन्ट मिट गर्छ भने अब हामी सेकेन्ड स्टेपमा जान्छौं। सेकेन्ड स्टेपमा फेरि सेटिङ एन्ड प्राइभेसीमा जानु। सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरिसकेपछि हल्का तलपट्टि स्क्रोल गर्नु। त्यहाँनिर हेल्प सेन्टर भनेर लेखेर आउँछ, हेल्प सेन्टरमा क्लिक गर्नुस्। हेल्प सेन्टरमा क्लिक गरिसकेपछि तलपट्टि चाहिँ रातोमा च्याट विथ अस भनेर आउँछ, त्यो च्याट विथ असमा क्लिक गर्नुस्। च्याट विथ असमा क्लिक गरिसकेपछि त्यहाँनिर सेन्ड अ मेसेज भनेर तलपट्टि छ, त्यहाँनिर चाहिँ टिकट्स भनेर लेखेर सबमिट गर्नु। त्यहाँ टिकट्स भनेर लेखेर सबमिट गर्ने बित्तिकै चाहिँ सबमिट यो टिकट अथवा चाहिँ आफ्नो प्रब्लम के हो लेख्नुस् भनेर चाहिँ एउटा फेरि रातोमा चाहिँ सबमिट अ टिकट भनेर चाहिँ दिन्छ है। अब त्यहाँनिर चाहिँ आफूले आफ्नो इस्यु के हो, प्रब्लम के हो त्यसलाई चाहिँ सर्टली डिस्क्राइब गरेर चाहिँ टिकटकलाई सबमिट गर्ने। म आफूले चाहिँ म टिकटक रिजन चेन्ज गर्नको लागि इलिजिबल छु, म जापान बसेको 2 वर्ष भइसक्यो र मलाई चाहिँ नेपालदेखि जापान चेन्ज गर्नु छ भनेर चाहिँ मैले सबमिट गरेको थिएँ। सबमिट गरेको चाहिँ 2 देखि 3 दिनमा चाहिँ मलाई चाहिँ एउटा टिकटक कस्टमर सपोर्ट टिमबाट चाहिँ एउटा मेसेज आएको थियो हैन, जसमा के भनेको थियो भन्दाखेरि चाहिँ हामीलाई तपाईको अझै धेरै इन्फर्मेसन चाहिन्छ, यो फर्म फिलअप गर्नुस् भनेर चाहिँ एउटा लिंक दिएर यो फर्म फिलअप गर्नुस्, हाम्रो प्राइभेट टिमले चाहिँ तपाईलाई रेस्पोन्स गर्नेछ भनेर चाहिँ टिकटक सपोर्ट टिमबाट चाहिँ मलाई एउटा मेसेज आयो र मैले चाहिँ यो लिंक ओपन गरेर फेरि फर्दर प्रोसेस चाहिँ स्टार्ट गरेँ। तपाईहरुले मैले लेखेको मेसेज कपी गर्न पनि सक्नुहुन्छ, तर याद गर्नु होला टिकट सबमिट गरेको 2-3 दिनपछि बल्ल चाहिँ टिकट कस्टमर सपोर्ट टिमबाट चाहिँ तपाईलाई मेसेज आउने हो है। अब बल्ल हामी थर्ड स्टेपमा जान्छौं, त्यो हो हामीलाई यो लिंक ओपन गर्नुपर्छ। ओपन गरिसकेपछि सबमिट अ प्राइभेसी रिक्वेस्ट भनेर दिएको हुन्छ, त्यहाँनिर चाहिँ उनीहरुले सोधेका क्वेशनहरुको चाहिँ डिटेल भर्नुपर्छ, जसमा चाहिँ तपाईले मेरै कपी पेस्ट गर्दा पनि हुन्छ, तर आफ्नो इमेल एड्रेस आफ्नो राख्नु होला, प्लस अनि आफ्नो कुन कन्ट्रीमा हुनुहुन्छ त्यो कन्ट्री आफ्नो कन्ट्री राख्नु होला र आफ्नो युजर नेम चाहिँ आफ्नो राख्नु होला। अरु कुराहरुले तपाई चाहिँ मैले लेखेको लेख्दा पनि हुन्छ। अब सबमिट गरेपछि चाहिँ हामीलाई चाहिँ इमेल भेरिफिकेसनको लागि चाहिँ सोध्छ। मेलमा चाहिँ हामीलाई एउटा भेरिफाइड कोड दिन्छ हैन, त्यो कोड लिएर हामीले यहाँ कपी पेस्ट गर्छौं। पेस्ट गरिसकेपछि हाम्रो काम सकियो, थ्यांक्स फर सबमिटिङ योर रिक्वेस्ट भनेर भन्छ र अनि हामीलाई एउटा चाहिँ मेल पठाउँछ है। अब त्यो मेलमा लेखेका कुराहरु चाहिँ राम्रोसँग पढ्नु होला के लेखेको छ भनेर। अब चाहिँ तपाईले छुट्टाउनै नहुने कुरा है, गर्नै पर्ने कुरा भनेको चाहिँ तपाईले आफ्नो अकाउन्ट इम्प्टी राख्नु हैन, त्यसमा कुनै पनि पैसा नराख्नुस्। र दोस्रो कुरा भनेको तपाईले जुन कन्ट्रीको चाहिँ चेन्ज गर्दै हुनुहुन्छ त्यो कन्ट्रीको कन्टेन्ट अलि धेरै हेर्नुस् हैन, सक्दो चाहिँ त्यही कन्ट्रीको कन्टेन्टहरुलाई मात्रै बढी फलो गर्नु, त्यही कन्ट्रीको मान्छेहरुलाई मात्रै बढी फलो गर्नु, उनीहरुको कन्टेन्टहरु हेर्नु, उनीहरुको लाइभमा जानु, जोइन गर्नुस्, हेर्नुस् हैन। त्यो गर्नुभयो भने चाहिँ तपाईको रिजन चेन्ज हुने चान्स चाहिँ अलिकति हाई हुन्छ र टिकटक पनि अपडेट चाहिँ गरिराख्नुस्। अब यति गरिसकेपछि मैले तपाईहरुलाई फर्स्टमा सिकाए जस्तै फेरि सेम प्रोसेस दोहोर्याउनु। अकाउन्ट इन्फर्मेसनमा जाने, अकाउन्ट इन्फर्मेसनमा गएर त्यहाँनिर अकाउन्ट रिजनमा गएर त्यहाँनिर चाहिँ नेपाल लेखेको ठाउँमा के गर्ने त क्लिक गरेर आफू बसेको कन्ट्री टाइप गर्नुस्। फेरि सेम देखाउँछ भने 1 महिना 2 महिना लाग्न सक्छ हैन, अथवा चाहिँ 15 दिन 1 महिनासम्म भनौं न लाग्न सक्छ। ट्राई गर्नु हुन नि सक्छ नहुन नि सक्छ हैन। भयो भने कस्तो देखाउँछ म तपाईलाई अहिले फेरि पछाडीको स्क्रिनशटमा देखाउँछु। यदि भएन भने चाहिँ तपाईले फेरि मैले जसरी फर्स्ट देखि नै सिकाएँ त्यसरी नै फेरि फर्स्ट देखि नै जानु, फेरि टिकट सबमिट गर्नु। टिकट सबमिट गरेर
गर्दै जानु। मलाई पनि एकदमै धेरै टाइम लागेको थियो। मलाई नि लगभग 5-6 महिना टाइम लाग्यो यो गर्न। म दिक्क नमानिकन रिपिटेडली गरेको भएर हो। रिजन चेन्ज गर्नको महत्त्व अब इन्फ्लुएन्सरलाई अथवा चाहिँ आफूलाई केही कन्टेन्ट क्रिएट गर्नु छ भन्ने व्यक्तिलाई मात्रै यसको महत्त्व थाहा हुन्छ। सायद तपाईँ पनि त्यही मध्येको कोही एक होला। ल अब चाहिँ ढिला नगरिकन लास्ट स्टेपमा जाउँ। लास्ट स्टेप भनेको चाहिँ तपाईँको रिजन चेन्ज हुँदाखेरि चाहिँ कस्तो देखाउँछ त भन्ने कुरा हो। त्यही अघि मैले भने जस्तै नेपालको ठाउँमा चाहिँ आफ्नो कन्ट्री सर्च गर्नुहोस्। आफ्नो कन्ट्री सर्च गरिसकेपछि चाहिँ अपडेट यो रिजन भनेर देखाउँछ, जुनमा चाहिँ के लेखेको हुन्छ भन्दाखेरि दिस मे टेक अराउन्ड 15 मिनट्स, द टाइम रिक्वायर्ड डिपेन्ड अन भेरियस फ्याक्टर्स सच एज द साइज अफ यो डाटा भनेर लेखेको हुन्छ। तपाईँको डाटाको साइज कतिको छ होइन, त्यो अनुसारले चाहिँ टाइम लाग्न सक्छ। 15 मिनटदेखि चाहिँ 24 घन्टासम्मको समयभित्र चाहिँ भइसक्छ। मेरो 3 घन्टादेखि 3.5 घन्टाभित्रमा भएको थियो र अरूहरूको पनि मैले सुन्दाखेरि त्यस्तै 2 घन्टा 3 घन्टामा भयो भन्ने थाहा पाइरहेको थिएँ। यति भएपछि चाहिँ तपाईँको पछि गएर हेर्दाखेरि नेपालको ठाउँमा चाहिँ आफ्नो कन्ट्री देखाउँछ। ट्राई गरिराख्नुहोस्, हिम्मत नहार्नुहोस्। यदि तपाईँ इन्फ्लुएन्सर बन्ने इच्छा छ, तपाईँलाई कन्टेन्ट क्रिएट गर्ने इच्छा छ, तपाईँलाई सेम एकाउन्ट युज गर्नु छ भने चाहिँ अभियसली पनि चेन्ज हुन्छ। ढिलै किन नहोस्, चेन्ज चाहिँ हुन्छ। त्यही भएर हिम्मत नहारिकन चाहिँ गर्नु होला है त। जाँदा जाँदै एउटा कुरा सेयर गर्न मन लाग्यो। मैले चाहिँ यो स्क्रिन रेकर्ड्स, स्क्रिनसटहरू चाहिँ मैले तपाईँहरूको लागि भनेर 5 महिना अगाडिदेखि चाहिँ सेभ गरेर राखेको थिएँ। मलाई थाहा थियो कुनै न कुनै दिन यो चेन्ज हुन्छ भनेर। चेन्ज भएपछि म तपाईँहरूलाई यो इन्फर्मेटिभ भिडियो बनाएर चाहिँ तपाईँहरूलाई पनि हेल्प गर्छु भनेर चाहिँ मैले यो सबै थोक चाहिँ कलेक्ट गरेर राखेको थिएँ र म्यानिफेस्ट भनौँ यो हुन पनि भयो र तपाईँहरूलाई पनि हेल्प हुनेछ भन्ने चाहिँ मलाई धेरै आशा छ। ल तपाईँहरूले पनि हिम्मत नहारिकन गर्नु होला है त। बाई बाई।